हेलो गाइस, गुड मर्निङ। अन्सु बिमार भएर अनुहार हेर्नु न। यहाँ चाहिँ आज हामी कति दिन बिमार भएको रे? 2-3 दिन बिमार भएको, आँखा साखा सबै भित्र पसे। के घोटेको थियो? यो लोटसको फुल रोप्न लागि बिरुवा घोटेको। यसरी घोट्नु पर्दो रहेछ यो लोटसलाई रोप्नु हो। यहाँ मेरोमा दाना थियो कि यो लोटसको यत्रो दाना हुँदो रहेछ। यसलाई चाहिँ यहाँ घोटेर व्हाइट कलर भिजिबल बनाएर चाहिँ पानीमा हाल्नु पर्दो रहेछ। घोटे त हुन्छ घोट्नै तर पुरा टाइम लाग्दो रहेछ है। स्यान्ड पेपर हुनु भने चाहिँ भइहाल्थ्यो। हाम्रोमा छैन, अब ढुङ्गामै घोट्नु होला नि। भिजिबलै हुँदैन त अन्त। एउटा घोट्नै 5 मिनटबाट पनि बेसी लाग्दो रहेछ। पुरा बाबा आउनुहुँदैछ। बाबा हेलो भन्नु। हेलो। ए बाबा हेलो भन्दा त कता पुग्यो। आमा ऊ पहिला के बोरामा देखेको छैन जस्तो लाग्यो। आमा म त आँखै देखिनँ नि घामले। नदेखेर आमाले 3 खेप भन्नुभयो। यहाँ चाहिँ घोटिरहेछ हजुर हो भन्नु। यो घोटेर मात्रै हुँदो रहेछ हौ आमा। दुःख रहेछ क्या। सेतो पाट देखिन्जेल घोट्नुपर्छ। भुइँमै भत्काउन हारी चाहिँ यो ढुङ्गै घोटिँदा नि अलिअलि देखिँदैन। यस्तो देखिँदो रहेछ गाइस। ढुङ्गा होइन नि त, त्यो सिमेन्टमा घोट्दै जाऊ। हुँदैन, ढुङ्गामा पनि भएन। यहाँ जुन सानो सेतो देखिँदैछ नि हो त्यो चाहिँ सेतो देखेपछि चाहिँ तरिएकोलाई पनि नफाल्नु अरे निकालेर। यहाँ म बोल पनि देखाउँछु ल। आमा यता दिन्छ त्यो बोल। यसरी हो बोलमा हामी पनि हुँदो जस्तो लोटस फुलाउन आँटेको नि। यो यस्तो अलिकति देखियो हो, बेसी घोट्न सकेन। तरिएको चाहिँ उम्रिँदैन अरे त। अलिक देखेन। तरिएको चाहिँ उम्रिँदैन अरे, तर तरिएकोलाई पनि फ्याल्नु चाहिँ हुँदैन अरे। बाई मिस्टेक उम्रिहाल्छ कि। घोटेन होला नि त अन्चु राम्ररी। यो हल्का छ त्यस्तो हौ। घोटौँ फेरि। कता हो चुच्चो? कता घोट्यौ नि त अन्त? चुच्चैपट्टि घोटेको घोटे यसरी घोट्नु पर्दो रहेछ हेर्नु भाइ। 15वटा सिट थियो कि मेरोमा चाहिँ अस्तिदेखिको। भिजिबल भयो व्हाइट कलर यत्रो नै। अन्त यो त तरिँदैन रहेछ। यस्तो बेसी घाम लागिरहेको छ हो, गर्मी भएर मन आँट्यो हामी चाहिँ। र हामी घाममै बसेर घोटिरहेको छ। यो अब आज हामी कति तारिक राखेको छ? यो आज कति हो? 22 तारिक राखेको छ हो। अब युट्युबमा हेर्दा चाहिँ 5 दिनमा उम्रिन्छ भन्दै थियो। अब उम्रिन्छ भने हामी देखाउँछौँ। म कहिले उम्रिँदो रहेछ हामी देखाउँछौँ नि ल। खै तिमीले कहाँ निकाल्यो यसको भिजिबल? खै भिजिबल कि देखाउँदैन यहाँ भिन्डी पछि। ए देख्दैन रहेछ नि त। यत्रो दाना हुँदो रहेछ। म भोलिपर्सि लोटस फुलिहालेछ भने चाहिँ देखाउँछु। यति त भिजिबल हुँदो रहेछ। यति नै हुँदो रहेछ। अनि त्यो पनि देखिँदैन पानी लाग्यो। ए पानी लगाएपछि कालो हुँदो रहेछ। तिमी के भन्छौ? बिमार भइरहेको साह्रै। सिलगढी गएर कलेज एडमिट गरेर आएको। अन्सु बिमार भएर छैन। एडमिसन गरेर आएको। योपट्टि पो छ नि के हाउ चुच्चो भएकोपट्टि भन्दैछ। कतापट्टि घोट्दैछौ? यतैपट्टि घोट्दैछु। चुच्चो भएकोपट्टि घोट्नुपर्छ यो। एकै ठाउँ भिजाएको 2 बार त। अन्सुलाई म भोलिपर्सि यो उम्रेछ भने 4टा दिने। बेसी चाहिँ होइन, 15वटामा 4टा चाहिँ दिने। घोटेको मिहिनेत। खै अरू दाना? यहाँ छ यस्तो हुँदो रहेछ फर्स्टमा चाहिँ हो। खै यस्तो यो चुच्चोपट्टि जुन छ नि, खै कता गयो? चुच्चो पनि छैन चाहिँ। यो चुच्चोपट्टि चाहिँ घोटेर व्हाइट कलरको भिजिबल बनाएर चाहिँ पानीमा हाल्नु पर्दैछ। एउटा चाहिँ तरिरहेको छ, उम्रिन्छ कि उम्रिँदैन। घाम यस्तो छ। हुन्छ भोलिपर्सि म उम्रिपछि देखाउँछु नि ल। बाई।